महारथिराज नयाँ नेपाली मुभी जसमा पल शाह, आर्यन सिग्देल, रमेश सुप्रेती, वर्षा सेवागटी र जय किसन बच्चन जस्तो कलाकार हामी देख्न सक्छौं। र म यो पल शाह स्टारर अपकमिङ मुभी महारथिराजको बारेमा कुरा गर्न गइरहेको छु। र यसको रिलिज डेट 2082 दशैं फुलपाती रहेको छ। हेलो वेलकम टु माय च्यानल अगेन। यसको डाइरेक्टर राइटर परिचित सेन रहेका छन्, जसले पहिला प्रेमगञ्ज भन्ने मुभी बनाइसकेका थिए। र हामी यस मुभीको पोस्टरमा पल शाहको दुईटा लुक्स देख्न सक्छौं। अब यस पोस्टरकै बारेमा कुरा गरौँ। अहिलेसम्म मुभीको अफिसियल पोस्टर भने रिलिज भएको छैन, यो एआई जेनेरेटेड मात्र रिलिज भएको छ। र यसकै बारेमा कुरा गरौँ। खासै कुरा गर्नुपर्ने कुरा छैन। अब यसको स्लोगन भनेको अनेकौं समस्या म देख्छु, जगतमा छ कि दोष हाम्रो आफ्नै रगतमा भनिरहेको छ है। यो स्लोगनको बारेमा मैले ठ्याक्कै क्लियर हिन्ट त के पाउन सकिन, तर पनि अब मेरो ओपिनियनको हिसाबले कुरा गर्न गइरहेको छु। अब यसमा राजा भएर भिखारीको नजरमा सोच्ने वा भाइस वर्सा त्यसको बारेमा केही पनि हुन सक्छ है। यो मेरो स्पेकुलेसन मात्रै हो। र अर्को स्पेकुलेसन भनेको प्याट्रोइजम वाला मुभी हुन सक्छ। र यदि सिरियस मुभी भयो भने चाहिँ सिरियस तरहमा मुभी बन्यो भने चाहिँ प्याट्रोइजम एकदम बेस्ट हुन सक्छ। या यो कमेडी जर्नर या रोमान्टिक टिपिकल मुभी पनि हुन सक्छ है। जस्तो अब एआई पोस्टर छ, एआईमा त जस्तो पनि बनाउन मिल्छ। र मलाई यो मुभीको यो पोस्टरको एक्सप्रेसन चाहिँ एकदम बवाल लाग्यो दुईटै क्यारेक्टरको है। एआई भर्जन भएर हुन सक्छ। थ्यांक यू सो मच फर वाचिङ टिल नाउ। अब यसको बारेमा अरु पनि म डिटेलहरु जम्मा गर्दै गइरहेको छु। र यसको सुटिङ भएको न्यूजहरु खासै मैले देखेको छैन। र यदि देख्यो भने म अरु भिडियोहरु बनाउँदै छु। प्लिज कमेन्ट। थ्यांक यू सो मच फर वाचिङ टिल नाउ। दिस हैज बीन जस्ट ओपिनियन अबाउट पोस्टर रिभ्यू अफ महारथिराज।